हेलो गाइस, ल हामी इभिनिङ वक गरेर घर फर्किँदैछौँ। आज हामीले चन्देश्वरी माताको जात्रा पनि हेरेर आयौँ अनि त्यसपछि प्रसाद पनि खायौँ। यो मेरो छोरा प्रणिक मास्के जहाँ अहिले पनि घुम्न जाऊँ भन्छ अनि घुम्न जानुपर्ने उसलाई दिनमा 2 चोटि त घुमाउनै पर्छ है। ल यो ठाउँ कमल विनायक नवदुर्गा स्ट्यान्ड यता साइडमा पर्छ भने यता साइडमा सरस्वती स्कुल आइपुग्यो। तरकारी लिएर जाने पर्ने मलाई नि भक्तपुर कति शान्त छ है छोरा। बेलुका शान्त शीतल छ पनि है। बेलुका हिँड्नु कति रमाइलो हुन्छ है छोरा। सुनसान हुन लागिसक्यो। अब एकछिनमा घर आइपुग्छ। अब घर आइपुग्नु लागिसक्यो। घर यताबाट गयो भने अन्त ढिला पुग्छ, यताबाट गयो भने छिटो पुग्छ। अनि यो पोखरी हेर छोरा, पोखरीहरूमा पनि बत्ती बालिरहेको छ ल। कमल विनायक बस पार्क। अनि यहाँबाट कहाँ जान्छ भने काठमाडौँ, लगनखेल, गङ्गबु सबै ठाउँमा जान्छ। आज बुद्ध जयन्तीको दिन रमाइलो भयो। बिहान बुद्ध जयन्ती मनायो है। त्यसपछि अहिले बेलुका चन्देश्वरीको जात्रा पनि हेऱ्यो। यो हाम्रो कमल विनायक, यो बागबजार बस पार्क। यता चाहिँ बागबजार बस पार्क, यता चाहिँ गङ्गबु बस पार्क। दुईवटा बस पार्क छ यता। पानी पर्ला जस्तो छ। हावा चलिरहेको छ। पानी पर्ला जस्तो छ। पानी परे पनि केही छैन, छाता छ है हामीसँग। कोही छाता देखाउँछ र? ए छाता छ। पानी परे मसँग नि छ, केही छैन। पानी परे पनि। कति बज्यो अहिले? बेलुकाको 7:15 भयो।